आजको मेरो दिनको सुरुवात भयो सधैँ जस्तै चिया अनि किताबबाट। म उठेर पहिला चिया र किताब चाहिन्छ मलाई। अनि एकछिन किताब पढेपछि अनि म काममा निस्कन थालेँ। आज एकदमै गर्मी बिहान बिहान टल्किरहेको थियो घाम। ओहो आज त बिहान बिहान घाम लागिरहेको थियो, एकदम चर्को घाम लागिरहेको थियो बिहान नै। अनि यो म बाघमारा जाँदै थिएँ नि त आज काममा। अनि यो मधगौँडाको साइडको दोबिल्लाभन्दा यतापट्टि यो चाहिँ बाघमारा माथिको एकदमै राम्रो दृश्य, एकदमै मजाको भ्यू थियो यहाँ चाहिँ, दामी भ्यू। बाटोमा हिँड्दै गर्दाखेरि निहुरो देखिहालेँ, अन्त टिप्न परिहाल्यो। एकदमै हरियो निहुरो, कसैले नटिपेको बाटोमै रहेछ अनि टिपिहालेँ। यो चाहिँ जलदेवीको मन्दिर रहेछ। गर्मी भएर एकदिन शीतलमा बसेँ यहाँ, अनि त्यस पछाडि आनन्द भएको थियो, कामसाम सकिएको थियो। अनि फर्केँ म आनन्दले। यो चाहिँ दोबिल्ला माथिबाट नेरलपोखरी निस्कने बाटो हो, एकदमै राम्रो बाटो छ। अनि शीतल हो कि जङ्गलको बिचमा बाटो हो, चिसो हावा आउने बाटो हो एकदम। फर्किँदा मकै लिएर आएको थिएँ अनि मलाई फेरि यो सिजनको मकै एकदमै मनपर्छ क्या। अनि मकै भुटेँ अनि त्यस पछाडि मकै खाएँ र मेरो आजको दिन यस्तै भयो, राम्रै भयो। थ्याङ्क यू फर वाचिङ गाइज।